नमस्कार साथीहरु, स्वागत छ सम्पूर्णमा। म फेरि पनि नयाँ अपडेटको साथमा उपस्थित भइसकेको छु। म छु अहिले त्रिवी क्रिकेट मैदानमा। यहाँ माथि देख्न सक्नुहुन्छ साथीहरु, हाम्रो यसमा यो 5 नम्बर हाइमास्टमा यतिखेर यो सबैभन्दा मुनिपट्टिको फ्रेमको साइडतिर देख्न सक्नुहुन्छ हाम्रो लेजर लाइट लगाएर यतिखेर टेक्निशियन साथीहरु तल झरिराख्नु भएको दृश्य यतिखेर देख्न सकिन्छ। त्रिवी क्रिकेट मैदानबाट तपाईहरुमा प्रत्यक्ष रूपमा मैले अपडेट गराइरहेको छु साथीहरु। यसरी चाहिँ टेक्निशियन साथीहरुले अहिले यो 5 नम्बर हाइमास्टमा यसरी लेजर लाइट फिट गरेर तल झर्नु भएको छ। यतिखेर देख्न सकिन्छ ग्राउन्डमा निकै नै फ्लड लाइटमा तीव्रता भएको हामीले देख्न पाइरहेका छौं साथीहरु। आज यिनीहरुमा सबै हाइमास्टमा एकैचोटी फ्लड लाइट बल्ने संकेत पनि देखिएको छ। यता साथीहरु यहाँ देख्न सक्नुहुन्छ हाम्रो यसरी ब्यानरहरु पनि आइपुगिसकेको छ। यो गाडीमा ल्याएर यतिखेर अनलोडको काम भइरहेको छ। हाम्रो साइडमा देख्न सक्नुहुन्छ, यसरी देख्न सकिन्छ ब्यानरहरु ल्याएर चाहिँ साइडमा राख्ने काम यतिखेर भइरहेको छ साथीहरु। अब यो सरलक्कै यो फ्रेमहरुमा चाहिँ ब्यानर लगाउने काम हाम्रो अगाडि बढ्ने छ। तपाईहरुले देख्न सक्नुहुन्छ यसरी ठाउँ-ठाउँमा ब्यानरहरु छोडेर जाने काम यतिखेर भइरहेको छ यो गाडीमा भने। यहाँ देख्न सक्नुहुन्छ यतापट्टि चाहिँ हाम्रो साउन्ड सिस्टमहरु लागिरहेका छन् साथीहरु, देख्न सकिन्छ। साथै पोस्टरहरु ब्यानरहरुले भने निकै नै त्रिवी क्रिकेट मैदानलाई ढाक्ने काम भइरहेको छ। यतिखेर देख्न सक्छौं हामीले चारैतिर एनपीएल सिजन 2 को तयारी धमदारको साथमा भइरहेको छ। यतापट्टि पनि देख्न सकिन्छ यसरी पोस्टरहरु ल्याएर चाहिँ यहाँ बनाउने काम भयो। त्यस्तै गरी यहाँ हाम्रो प्लास्टिकहरु हटाउने काम पनि भइरहेको छ। यसमा देख्न सकिन्छ यसरी सबै हाम्रो कुर्सीहरुमा चाहिँ लागेको प्लास्टिकहरु लगाइएको प्लास्टिकहरुलाई पनि यतिखेर हटाउने काम भइरहेको छ भने ग्राउन्डमा देख्न सकिन्छ साथीहरु हाम्रो ग्राउन्ड लेनको काम पनि यसरी भइरहेको छ। यसरी यिनीहरुमा चाहिँ यो लेन बनाउने र स्पोन्सरहरुको सम्पूर्ण यसमा पोस्टरहरु ब्यानरहरु लाग्ने छ साथीहरु। यतिखेर यसरी भइरहेको छ त्रिवी क्रिकेट मैदानमा एनपीएल सिजन 2 को तयारी दमदारको साथमा भइरहेको दृश्य तपाईहरुले देख्न सक्नुहुन्छ। यसरी चौतर्फी काम भइरहेको छ यतिखेर भने यहाँ प्याराफिट साइडमा पनि देख्न सक्नुहुन्छ। यसरी यहाँ सबैको प्लास्टिकहरु हटाउने कामले यतिखेर निकै नै तीव्रता अगाडि बढाएको छ साथीहरु, देख्न सकिन्छ यतिखेर भने। म छु त्रिवी क्रिकेट मैदानमा र साथै यहाँ यसरी पोस्टरहरु काममा पनि यहाँ साथीहरु चाहिँ अगाडि बढिराख्नु भएको दृश्य देख्न सकिन्छ यतिखेर त्रिवी क्रिकेट मैदानको यतिखेरको अपडेट तपाईहरुलाई गराइरहेको छु साथीहरु। र यो साइडमा देख्न सक्नुहुन्छ साथीहरु यसरी यहाँ हाम्रो सेलिब्रेसनको लागि स्टेज तयार भइरहेको दृश्य देख्न सक्नुहुन्छ। यसरी निकै नै रोचकजनक दृश्य बनिरहेको छ यतिखेर भने। यहाँ प्लास्टिक निकालिसकेका कुर्सीहरु भने निकै नै चम्किएको अवस्थामा देख्न सकिन्छ र यहाँ ग्राउन्डमा पनि बाउन्ड्री लेनहरु राख्ने काम भने निकै नै तीव्रताको साथमा भइरहेको छ। यहाँ सबै साउन्ड सिस्टमहरुदेखि लिएर ब्यानरहरु लगाउनेदेखि लिएर यसरी यहाँ सबै साउन्ड सिस्टम हाम्रो सीसीटीभी यसको माथि यसरी प्रत्येक हाम्रो यहाँ क्यामेराहरुदेखि लिएर सबै इलेक्ट्रिकल सिस्टमहरु पनि यहाँ भइरहेको दृश्य पनि तपाईहरुलाई देखाए साथीहरु। म छु त्रिवी क्रिकेट मैदानमा यतिखेर देख्न सक्नुहुन्छ ग्राउन्डमा पनि निकै नै कामको चटारो देख्न सकिन्छ। यतापट्टि पनि निकै सजावटको रूपमा हामीले ग्राउन्डलाई देख्न यहाँ फेरि देख्न सक्नुहुन्छ ग्राउन्डमा यो पिचहरु ढाक्ने काम पनि यतिखेर भइरहेको छ साथीहरु, देख्न सकिन्छ। त्रिवी क्रिकेट मैदानको यो पिच सुरक्षाको लागि यसरी फटिएको छ टोली। यहाँ यसरी ब्यानरहरु लगाउने विभिन्न बक्सहरु यसरी बनाउँदै सम्पूर्ण प्याराफिटको पछाडिपट्टि यसरी देख्न सकिन्छ लभ पिज्जा भन्ने यसमा लेखिएको छ साथीहरु, देख्न सक्नुहुन्छ तपाईले। यसरी प्रत्येक प्याराफिटको पछाडितिर बनिरहेका छन् यस्ता संरचनाहरु तपाईहरुले देख्न सक्नुहुन्छ।
उहाँ दाइले चाहिँ पोज दिँदै हुनुहुन्छ। यसरी देख्न सक्नुहुन्छ चारैतिर हाम्रो पोस्टर ब्यानर लगाउनको लागि यतिखेर यसरी काम भइरहेको छ। यहाँ फ्रेम जडान गरेर यसरी उठाइसकेको छ यतिखेर भने अब यसमा हाम्रो यता राखिएका पोस्टरहरू लाग्ने छन्। साथीहरू देख्न सक्नुहुन्छ कामको चटारो यतिखेर त्रिवी क्रिकेट मैदानमा निकै नै भएको देख्न सकिन्छ। एनपिएल सिजन 2 को तयारीमा यसरी खटिएर लागेको छ टोली। साथीहरू देख्न सक्नुहुन्छ तपाईहरूले यसरी पोस्टरहरू। अनि मलाई चाहिँ चढाउनु रेडी थियो। कहाँ चढ्नु पर्ने हो नत्र म चढ्छु नि। यसको माथि चढ्नु पर्ने हो। अनि कता यता यता चढेर म गर्छु नि। यसो गर्नु न, यसो गर्नु न, सुन्नु न, लडाउनुस् कि लडाएर बाँधेर त्यो पनि गर्दा हुन्छ। लडाउनु न, होइन लडाउनु लडाउनु लडाएर हामी सक्नु सकिहाल्छ नि। यसरी काम भइरहेको छ साथीहरू। हामीले पनि यसरी सहयोग गर्नुपर्छ यहाँ। त्यही भएर मैले केही सहयोग गर्नुपर्छ भने गर्छु भनेर भनिरहेको छु यता। त्यहाँबाट निकाल्नु नि हाम्रो के मिस्टेक भयो त्यो होइन यहाँ हामीले भित्र हाल्यो भित्र पछाडि ल साथीहरू हामी यसरी निरन्तर काम गरिरहेका छौँ यतातिर। यता स्न्याक्सहरूदेखि लिएर सबैको लागि यता यसरी ठाउँ बनिरहेको छ। ल फाइनली यो चाहिँ हाम्रो रेडी भइसकेको छ साथीहरू। देख्न सकिन्छ केएफसी यतापट्टि फाइनली यो तयार भइसकेको छ देख्न सक्नुहुन्छ। यो साइड पनि देख्न सक्नुहुन्छ साथीहरू। अब हाम्रो फाइनल राउन्डमा छ यो, पुगिसकेको छ। यहाँ देख्न सकिन्छ यहाँ ग्राउन्डमा पनि हाम्रो बाउन्ड्री लेनहरूको काम निरन्तर भइरहेको देख्न सकिन्छ भने यहाँपट्टि देख्न सक्नुहुन्छ हाम्रो यसरी जुन हाम्रो यो यसमा सोफा सेटहरू लगाउनको लागि यहाँ यो संरचना निर्माण गरिएको छ। यो संरचना यतिखेर देख्न सकिन्छ हाम्रो फाइनल अवस्थामा छ। सोफा सेट राख्नको लागि चाहिँ रेडी अवस्थामा राखिसकेको दृश्य तपाईहरूले देख्न सक्नुहुन्छ। यतिखेर म छु त्रिवी क्रिकेट मैदानबाट तपाईहरूलाई प्रत्यक्ष रूपमा अपडेट गराइरहेको छु। साथीहरू देख्न सक्नुहुन्छ यहाँ यसको ठ्याक्कै अगाडिपट्टि हाम्रो 2 नम्बर हाइमास्ट छ। यसमा पनि हाम्रो लेजर लाइटहरू लगाएर चाहिँ तयारी अवस्थामा राखिसकेको छ भने यहाँ हाम्रो 3 नम्बरमा देख्न सक्नुहुन्छ लेजर लाइट लगाएर पनि एमिङको काम अब फाइनल अवस्थामा छ। आज बेलुकासम्ममा यो सकाएर चाहिँ हाम्रो 6वटै हाइमास्ट यतिखेर बल्ने कुरा छ। साथीहरू देख्न सक्नुहुन्छ यतिखेर म छु त्रिवी क्रिकेट मैदानको अपडेटमा। सकिन्छ हाम्रो साउन्ड सिस्टमहरूदेखि लिएर सम्पूर्ण क्यामेरा सिस्टमहरू पनि यता सेट गरेर राखिसकेको अवस्थामा देख्न सकिन्छ साथीहरू। म छु त्रिवी क्रिकेट मैदानको अपडेटमा यतिखेर तपाईहरूलाई अपडेट गराइरहेको छु। ग्राउन्डको चहल पहल भने यतिखेर निकै नै बढेको देख्न सकिन्छ। यहाँ देख्न सकिन्छ साथीहरू हाम्रो बाउन्ड्री लेनको काम पनि निकै नै अब अन्तिम चरणमा पुगिसकेको छ। यसमा स्पोन्सरहरू लगाउनु पर्ने काम मात्रै हाम्रो बाँकी रहेको छ भने बाँकी चिटिक्क तरिकामा अब ग्राउन्ड सजिएको दृश्य देख्न सकिन्छ। यतिखेर म छु त्रिवी क्रिकेट मैदानबाट प्रत्यक्ष तपाईहरूलाई अपडेट गराइरहेको छु साथीहरू। यसरी देख्न सकिन्छ बाउन्ड्री लेन अब राखिसकेको छ। यहाँ देख्न सकिन्छ अब चौका छक्काको बर्सातको लागि यतिखेर हाम्रो सम्पूर्ण ग्राउन्डमा चाहिँ यसरी काम निरन्तर भइरहेको। यहाँ प्याराफिटमा पनि देख्न सक्नुहुन्छ कामको चटारो निकै नै। यहाँ प्याराफिट सरसफाइदेखि लिएर यहाँ ब्यानर पोस्टरहरू लगाउनेदेखि लिएर सबै काम यतिखेर भने धमधारको साथमा भइरहेको तपाईहरूले देख्न सक्नुहुन्छ। मैले तपाईहरूलाई देखाइरहेको छु। यहाँ अगाडिपट्टि हाम्रो साउन्ड सिस्टम क्यामेरा सिस्टम सबै सेट गरिसकेको अवस्थामा देख्न सकिन्छ साथीहरू। यतिखेर भने म छु त्रिवी क्रिकेट मैदानबाट प्रत्यक्ष अपडेटमा तपाईहरूलाई अपडेट गराइरहेको छु।
हवस् त दर्शकबिन, आजको अपडेट यति नै। म फेरि पनि नयाँ अपडेटको साथमा उपस्थित हुने बाचा गर्दै अहिलेलाई भने छुट्टिन्छु। हवस् त, धन्यवाद। जय देश, जय खेल।